हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल रमा ब्लग्समा तपाईँलाई स्वागत छ। आज चाहिँ म बिहान उठेर नुहाइधुवाइ गरिसक्यो। नुहाइधुवाइ गरेर अब यसो छुट्टीको दिन यसरी नुहाइधुवाइ गरिसक्यो। मेरो बुढा चाहिँ मोबाइल हेरेर बसिरहेछ। अनि मेरो मैले चाहिँ कपडा पनि धोएँ। त्यसपछि मेरो बुढाले चाहिँ कपडा सुकाइसक्नु भयो। मेरो छोरी चाहिँ के गरिरहेछ, भद्रगोल छ साथीहरू। भद्रगोल छ, बेबी भएपछि यस्तै हो। बक्कस नगर्ने। मेरो बुढा चाहिँ मलाई खालि किचकिच गरिरहन्छ गाइज, के गर्नु अब। मेरो बेबी के गरिरहेछ, मेरो सानो सानो ओ मेरो सानो क्युट 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 भएर बसिरहेछ। सानो खेलिरहेछ मेरो सानो। यस्तो चाहिँ उसको लागि यसो हेर्नलाई, मन भुल्नलाई होइन, खेल्नलाई। मेरो सानो यसरी ज्ञानी भएर बसेछ। मैले चाहिँ उसलाई यस्तो लुगाहरू पनि लगाइदिइसकेँ, फ्रेस बनाइदिइसकेँ है सानो। अहिले त मजाले खेल्छ नानी, खेल्छिन् मेरो छानी सानो सानो। उसलाई एउटा न एउटा चिज चाहिँ चाहिन्छ क्या खेल्नलाई। अनि ऊ यसरी समातेर बस्छिन् मेरो छानी है छानी। ल साथीहरू, मेरो आजको दिन यसरी नै सुरुवात भइसकेको छ। बाँकी भिडियोमा देखाउने छु के गर्नेछौँ। हेर्नु होला, सब्सक्राइब पनि गर्नु होला मेरो युट्युब च्यानल। म चाहिँ यहाँ मोटाएर यस्तो साथीहरू। मैले चाहिँ ब्रेकफास्ट पनि बनाएर आइसकेँ। एक्सपेक्टेसन भर्सेस रियालिटी, तर बनाउनु खोजेको अलि अर्कै, तर भएन के यो। ठिकै छ। अब यो चाहिँ एग अनि चिज अनि ब्रेड हो है, अनि चिया। अनि यहाँ बाउ छोरी के गर्दैछ, बाउ छोरी दुध खुवाउने स्टाइल यस्तो हेर्नु गाइज। छोरीको खाने स्टाइल यस्तो। अब म खाने छु। ब्रेड चाहिँ मैले 2टा अन्डा हालेको, अनि चिज थोरै। हामी चाहिँ बाहिर यसो घाममा जाँदैछौँ छोरीलाई लिएर। गाइस, म चाहिँ यहाँ छोरीलाई लिएर घाममा आएको छ है छोरी। घाममा यसो घाम लागिरहेछ, यस्तो आकाश निलो भइरहेछ। घाममा बस्ने है, घाममा बस्ने जानु, घाममा बस्ने। घाममा बस्ने है सानो, घाममा बस्ने, पुन्ते घाममा बस्ने।
हेर कोतारेर यस्तो बनाएछ आफै नङले। के हो यस्तो नङ जति काट्दै पनि कोतारेर गाउँ गाउँ बनाउँछ त। के होला यस्तो पुन्टेले पुन्टुरी ऊ चाहिँ उसलाई खेल्न पर्छ है, खेलिरहनु पर्छ है जानु। गाइज हेर्नु मेरो बेबीले चाहिँ यस्तो नङले कोतारेर घाउ पारेछ है आफ्नो निधार टाउको। हेर यस्तो यहाँ यो त अझ अबिसो भएको यस्तो रातो पारेछ है। हेर 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 यहाँ भित्रभित्र कोतारेर नङले यस्तो बनाउने हो त। नङ पनि त्यस्तो जति काट्दैन कति छिटो पलाउने हो नङ बेबीहरूको त। सबै कोतारेर है यस्तो रातो 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 पार्दो रहेछ। हेर यहाँ पनि कोतारेर यस्तो रातो पारेछ है। यहाँ पनि निधारमा यहाँ टाउको तालुमा यहाँनिर बढी चिलाउँदो रहेछ, यहाँनिर यहाँनिर। अनि यहाँ यस्तो नङ गाडेर बनाउने रहेछ। राति सुते बेला थाहै पाउँदैन। हमें ना पूछो के वो गुड़िया कैसी है जिसे हम छोड़ाए, वो दुनिया कैसी है खिलौने वाली